हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। साथीहरु, आज नै म खाना खाएर बसिरहेको थियो। मेरो बहिनीले 81 मलाई फोन गरेपछि मैले पनि उठाए। हेलो दिदी, कहाँ हुनुहुन्छ अरे? मैले पनि कहाँ हुनु, यस्तो घाममा म घरमै छु नि, कहाँ जानु र हो भने। नरिसाउनु न दिदी, आज झन् दिदी बहिनी झन् के भन्छ रे पानीपुरी च्यालेन्ज गरौँला भनेको। जतिखेर नि रिसाउनुहुन्छ, किन हो के यति धेरै रिसाउने अरे के? मैले पनि हाँस्दै पनि पानीपुरी खान पाएपछि त म पनि हाँस्नु पर्यो। ए हो र, मैले त के काम परेर बोलाएको हो कि भनेर रिसाएको। बहिनी खान पो हो भने। अनि त्यसपछि बहिनीले भने छिटो आउनु न दिदी, आज तपाईँ र म पानीपुरी च्यालेन्ज गर्नुपर्छ। च्यालेन्ज मात्र होइन, बाजी पनि राख्नुपर्छ। तपाईँले जहिले नि झ्याला गर्नुहुन्छ, त्यही भएर 500 बाजी राख्नुपर्छ आज चाहिँ भने। मैले नि हुन्छ राखौँला 500 बाजी, तर तिमीले चाहिँ 500 निकाल्न सक्छ भने। बहिनीले भने मैले चाहिँ होइन, बरु तपाईँले चाहिँ गोजीबाट झार्न सक्छ अरे के। ओ माई गड, मलाई कस्तो हेपेको कि 500 रुपियाँ छैन होला। त्यस्तो भनेपछि चाहिँ मैले चाहिँ त्यसलाई 500 रुपियाँ, मैले चाहिँ 500 रुपियाँ रेडी बनाएर राखेको छु। बहिनी तिमीले पनि रेडी बनाएर राख्नुपर्छ। पछि चाहिँ मैले त्यो 500 रुपियाँ जितेर चाहिँ मैले त्यो 500 रुपियाँ लाँदा चाहिँ तिमी फेरि रुन पाइँदैन बहिनी भनेको त। म चाहिँ होइन दिदी, तपाईँ चाहिँ रुन पाइँदैन है रे कि आज। ल त अब म चाहिँ जान्छु है। बहिनीले अब पानीपुरी रेडी बनाएपछि चाहिँ म नजाने कुरै भएन। त्यही भएर मैले चाहिँ 500 रुपियाँ रेडी बनाएर चाहिँ म चाहिँ जाँदैछु साथीहरू। हामी चाहिँ अब च्यालेन्जमै भेटौँला है। A few moments later. फाइनली म चाहिँ आइपुगेँ साथीहरू। हेरौँ बहिनीले अब रेडी पोजिसनमा राखेछ कि छैन। काली कहाँ हो? भान्सारमा रे साथीहरू, यसले रेडी बनाएन है क्या हो? रेडी भएन के बनाएको त? अनि तैँले अनि पानीपुरी भन्थिस् त? लास्ट हो यो, सकियो अब छैन। पानीपुरी कहाँ भित्र रेडी हो पुरै? भित्र छ रे साथीहरू पानीपुरी चाहिँ। म देखाउँछु ल के चाहिँ आज यसले मलाई खुवाउने विचार गर्यो। रेडी पोजिसनमा रहेछ। आज क्याम्पा पनि राखेको रहेछ साथीहरू। खुर्सानी 5-5 त्यसका बाजे मैले कहाँ खान सक्छ। पिरो हेर न, 5-5 खुर्सानी राखेछ। अनि यो पनि त्यस्तै स्पाइसी छ, पिरो छ यो। तर त्यस्तो क्यामेरामा चाहिँ देखिएको छैन, तर यसले चाहिँ यस्तो पिरो रातो बनाएको छ नि, हेर्दै कति पो पिरो छ जस्तो। क्याम्पा खाऊ अनि काम गरौँ है यो गर्मीमा। ल साथीहरू, अब त्यो आलु चप पनि रेडी भइसक्यो। अब हामी चाहिँ स्टार्ट गरिहाल्छु। गर्मी पनि छ नि त साथीहरू। ल अब रेडी होइन? ल अब हामी च्यालेन्जमा आउँछ है साथीहरू। ल त A few moments later. साथीहरू, हामी चाहिँ रेडी भइसक्यो। यहाँ क्याम्पा छ एक कुन्टा, 2 जनालाई बराबर। अनि फेरि यो पानीपुरी चाहिँ कति 26 वटा हो कि कति छ? 26 कतिवटा छ? 26 वटै हो। तिमीलाई 26, मलाई 26। अनि फेरि यो चाहिँ पानीपुरी मसला भइहाल्यो। स्पाइसी छ है साथीहरू। यहाँ क्यामेरामा खासै देखेन होला, तर स्पाइसी छ। अनि आलु चप 4-4 वटा छ है, तर सक्छु कि नै दुईटैले थाहा छैन। अनि फेरि 5-5 वटा खुर्सानी छ। अनि फेरि खै 500 निकाल्न त। अहिले त ठुलो कुरा गर्थिस् त। पछि दिनुपर्छ है जित्यो भने। त्यो त मैले जितेर देखा न। लु यहाँ राख बहिनी। हो यहाँ, यो त मेरै हुने हो पछि। ल हामी चाहिँ यो च्यालेन्ज चाहिँ पट्टी बाँधेर गर्छु साथीहरू। यतिकै त अनि फेरि गम भइहाल्छ नि होइन साथीहरू। यो त्यही भएर चाहिँ हामी पट्टी बाँधेर गर्छु है। बाँध ल पहिला मसला भित्र गएछ हैन, पछि आफै भइहाल्छ। ल भयो। ढिली गर्न पाइँदैन है? पाइँदैन। ल ल भयो भयो के? ल सुरु गरे। 1 2 3 गो। ल
अँ, कहाँ हो त्यही हो। फर्स्ट रोटी हो साथीहरू काका के हुने झोल कहाँ खोइ चिसो पोखेल है काली ए अन्त खायो बन्द छ नि खुर्सानी त लिनै भ्याइ हुँदैन त काली खै कता हो कसरी खाने तर खुर्सानी चाहिँ लास्टसम्म चाहिँ खाइ भ्याउनु पर्यो ल मिठो भयो यस मिठो चाहिँ बनाउँछ आफूले खै छ क्या टिसु राखेन गाई के हो यस्तो कहाँ हो चीटिंग करता है तू खुर्सानी कहाँ हो भाइ पिरो भयो हुन्छ साउन्ड पनि पाइँदैन पाइन्छ पाइन्छ कोही खुर्सानी भेटायो एउटा खाइसक्यो घियामा के भन्नु कसरी खाने होला भाइ बन्द छ के हेर्ने लुक्यो यो यसले हेर्नु अघिदेखि हेर्नु क्या हो हेर न खुर्सानी त कति पिरो भाइ म त फुत्केको जस्तो भयो आलु चप कहाँ हो म त आलु चप खान्छु एउटा आलु चप कस्तो भयो मिठो छ होइन तर चटनी बनाएन कि हामीले है अब अर्कोचोटि खाँदा है कैमरामैन जल्दी फोकस करो बन्दै छ के म त पोल्यो मुखहरू काली सबै भाइ खुट्टा काट्छ के हाल्यो मैले बन्द गरेँ तर कतिवटा
खायो खुर्सानी खै मैले त 3टा त खायो कतिवटा रहेछ तेरो 3टा मेरो कतिवटा रहेछ हेर न कतिजना खाइसक्नुपर्छ है आलु चप कतिवटा खायो 2टा मैले पनि 2टा पिरो भयो जस्तो तेरा कति छ अरे मेरो त पाली टन्नै छ खाएन खाएको त्यो हाल्यो क्या खाएन साँच्ची मेरो कसरी यत्रो भयो त कता लाग्यो त आफूले खाएन होला खाएन सबै सकिनुपर्छ है आलु चप सबै मैले त योमा 3टा खायो आलु चप आफ्नो सोचा सातारो पिरो भयो है खुर्सानी खाइ भ्यान गर्ने सबै कतिवटा 3टा खायो होला फेरि अघि फेरि एउटा खाएको थियो पानी पुरी त बन्द छ के हेरे हैन अघि पो हेरेको त अहिले त हेरे हैन मैले चारवटा भनेको होइन योमा 4वटा भयो है के आलु चप कति पिरो मुख सबै पोल्यो बन्द हात के भयो खुर्सानी त्यो हालिदिन्छ मैले कहाँ हाल्नु बरु काटेको पर्यो होला नि यति यति काटेर नि हरियो पनि हाल्छ अनि फेरि रातो पनि ओ मेरो सक्यो पानीपुरी सकियो
सबै सक्यो सक्यो हेर त हेर्न पाइयो त अब तैँले त मैले जित्यो छैन यो अब पैसा मेरो है गाइज मैले जित्यो फाइनली गाइज यो पैसा मेरो है प्लिज दिन्छु देन हेर्नु गाइज यो क्यामेरा बन्द भएपछि यसले यो पैसा माग्यो भने म अर्को भिडियोमा तपाईँहरूलाई भन्नेछु यदि पैसा माग्यो भने यो पैसा मेरो है अब यो खाने खान त भयो पिरो भयो लास्टै पिरो बनाएले यो आफू त पिरो खान्छ नि त साथीहरू मैले त खान सक्दैन यो कति बाठी ह आमामा मैले जित्यो नि पुरै पोल्यो खा सक्छ हात पोलिराख मेरी पोल्या साथीहरू यस्तो सबै पुल्यो हामी खाएको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्नु होला दिदी बहिनीको च्यालेन्ज हार्यो म कुरो मात्रै ठुलो भयो लास्टमा हारियो साथीहरू मेरो 500 रुपियाँ गयो एक घन्टा भेस्ट किनौँ न है खुब के भयो त हात पोलिराख साथीहरू मिठो त मिठो लास्टै पिरो के आँसु आयो आँसु मेरो आँसु गाइज ढाड तन्काई खाएर खाना भनेको त म मात्र होइन गा साथीहरू बहिनी पनि स्याल छ स्याल खाना त यति त खानै पर्यो काका खिलाउँछ हो अहिलेतिर फाइनली साथीहरू हाम्रो चाहिँ च्यालेन्ज भ्याइयो अब यो चाहिँ मैले सकेन यो चाहिँ बादमा यसले नै खान्छ म चाहिँ सकिनँ अब चाहिँ हाम्रो भिडियो चाहिँ सकियो साथीहरू सकियो फेरि हामी अर्को भिडियोमा यस्तै मुकबाम च्यालेन्जहरू ल्याउनेछौँ तपाईँहरूले माया साथ सपोर्ट गरिदिनु होला सब्सक्राइब गर्नुभएको छैन भने तपाईँहरूले सब्सक्राइब पनि गरिदिनु होला पनि गरिदिनु होला मेरो दिललाई धेरै दुईजनामा को राम्रो छ त्यो पनि भन्दिनँ मेरो दिललाई धेरै माया गरिदिनु होला ल त साथीहरू बाई लभ यु